साथीहरूको लयमा लागेर होइन कन्सल्टेन्सी हिँड्यो, उतैबाट कन्सल्टेन्सीले भिजा एप्लाई गरिदियो अनि जापान जान्थ्यो। चाहिँ देखाइदिएको जापान र रियालिटीमा भोगेको जापानमा चाहिँ फरक हुन्छ। मात्र हुन्छ कि यहाँको अलिकति लाइफस्टाइल पनि बताइदिँदा चाहिँ राम्रो। यहीसम्म जापानमा आएदेखि चाहिँ अहिलेसम्मको हाइएस्ट स्यालेरी चाहिँ कति थाप्नु भएको छ? 2,40,000 चाहिँ आएको थियो। अब त्यो हेलो सर, हजुर नमस्कार। हजुर नमस्कार। हजुर जापान आउनुभएको कति वर्ष भयो? मलाई चाहिँ अहिले अब 2 वर्ष जति भयो। अनि हजुर जापान आउनुभएको 2 वर्ष भयो। अनि अहिले नियनको गएको सकेर चाहिँ के पढिराख्नु भएको छ? दाइ गएको कि सेमन गएको? अहिले चाहिँ अब नियन गएको सकेर सेमन गएकोतिर। पछिल्लो समय सेमन गएको छिरेर चाहिँ स्टुडेन्टहरू धेरै बढिराख्दा चाहिँ हजुरको भनाइ के छ? यो दाइ गएको छिर्दा बेस्ट कि सेमन गएको छिर्दा चाहिँ बेस्ट होला जस्तो लाग्छ हजुरलाई? अब मेरो हिसाबले हेर्ने हो भने त अब त्यसको अब नेपालको स्टुडेन्टको ब्याकग्राउन्डहरू कस्तो छ, के कस्तो छ, अब फ्यामिलीले सपोर्ट गर्छ भनेपछि चाहिँ दाइ गएको जानु नै राम्रो हुन्छ होइन। हजुर। अनि जस्तै अब हजुरको नेपालमा नि फ्यामिलीलाई हेर्नुपर्ने छ, अनि अलिक छिटै पैसा नि कमाउनु पर्ने छ, काम पनि गर्नुपर्ने छ भनेपछि चाहिँ सेमन गएर सिसो गर्दा चाहिँ राम्रो। यो हाम्रो नेपाली भाइ बहिनीहरू चाहिँ एकदम अब हुन्छ नि, भाइ बहिनी भन्दा नि अब हामीहरू भनौँ न, अब हामीहरू चाहिँ अब सेमन गएको गएपछि चाहिँ अब काम अनि पढाइ त्यसमाथि सबै गर्दा चाहिँ अनि सिसोको लागि चान्स चाहिँ कतिको छ त यसमा? अब यसो हेर्ने हो भने चाहिँ नेपालीहरूलाई विशेष चाहिँ भनौँ है, अब सेमोगाको जाने, सेमोगाको गएर अब पढाइ त्यस्तै हो, काम मात्रै भने काम भन्यो भने चाहिँ पछि अब सिसो गर्नु चाहिँ अहिले कन्डिसन चाहिँ लास्टै गाह्रो। तर अब सेमोगाको गएर अनि ल पढाइलाई म्यानेज गरेर कामलाई चाहिँ म्यानेज गरेर पढाइमा ध्यान दियो भने चाहिँ सिसोको गर्नु चाहिँ त्यस्तो खासै गाह्रो लाग्दैन मलाई चाहिँ। आफूमा डिपेन्ड हुनु पऱ्यो, त्यसमा चाहिँ मिहिनेत चाहिँ गर्नु पऱ्यो भन्ने कुरा हो। मिहिनेत चाहिँ गर्नु पऱ्यो, बिना मिहिनेतको फल त अब कहाँ पाइन्छ। त्यही त, यो पछिल्लो समय अब स्टुडेन्टहरू अब आफ्नै आएको पैसा तिर्ने चाहिँ लोभमा चाहिँ अब हुन्छ नि, पछिको भविष्य नदेखिकन चाहिँ एकदम जुत्तो काम हानेर चाहिँ अनि पढाइतिर ध्यान नदिएर अब भिसा टिकाउनै गाह्रो भइरहेको अवस्थामा चाहिँ के भन्नुहुन्छ यस बारेमा? अब यस्तो हो, हामीले अब अहिले 2 वर्षमा काम गरेर नेपालको ऋण तिरेर होइन, त्यो सर्टेन टाइम हो होइन, सर्टेन टाइम। अब हजुरले चाहिँ अहिले 2 वर्ष मिहिनेत गर्नुहुन्छ, राम्रो खाइसा छिर्न पाउनुभयो भने चाहिँ हजुरको फ्युचर बन्छ होइन। अहिले 2 वर्षमा काम भनेर नि हजुरको अब आएकै ऋण मात्र तिरिन्छ होइन, बस्यो खायो यताउति खर्च पटाएर चाहिँ अब ऋणसम्म तिरिन्छ। ऋण तिरेर फेरि भिजै आएन भने नेपाल जानु पऱ्यो नि त। त्यही भएर चाहिँ अब पढाएर कामलाई चाहिँ म्यानेज गरेर अनि त्यो अब तोकिएको 28 घन्टा चाहिँ गर्ने, अलि इजागाहरूतिर होइन अहिले नाइट साइड काम गरेर अनि पढाएर कामसँगै म्यानेज गर्न सक्यो भने चाहिँ अब फ्युचर पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुरले अहिले चाहिँ केमा काम गरिराख्नु भएको छ नि? अहिले चाहिँ मैले अब इजागा भनौँ न, टुरिज्मको भन्ने। कति छ हजुरको अहिलेसम्म जापानमा आएदेखि चाहिँ अहिलेसम्मको हाइएस्ट स्यालेरी चाहिँ कति थाप्नु भएको छ? मैले चाहिँ अब आएदेखि नै ब्याङ्केस मात्र गरेर बसिरहेको होइन। अब ब्याङ्केसबाट योभन्दा पूर्व क्या अनि नाचेसिङ भएर चाहिँ 24 मान जति आएको थियो। एउटै कामबाट 24 मान चाहिँ थाप्नुभयो, 2,40,000 भनौँ न नेपालीमा। 2,40,000 चाहिँ आएको थियो। अब त्यो 1 महिना छुट्टी भएर अनि त्योमा चाहिँ ओभरटाइम 40 घन्टा गर्न पाउने कुराले चाहिँ 2,40,000 जति आएको थियो। हजुर, अनि यो हुन्छ नि स्टुडेन्टहरू यो जुन ठाउँमा काम आर्बाइतो गरिरहेको ठाउँमा नि सिसोको लाग्ने चान्स पनि हुन्छ नि त। अनि यो सम्बन्धी चाहिँ हजुरले गरिराख्नु भएको काममा चाहिँ सिसोको लाग्नेवाला छ कि के छ? हामीले गरिरहेको काममा चाहिँ सिसोको गर्न त मिल्छ, तर अब त्यसको लागि टोकितेको इक्जामबाट चाहिँ पास गर्ने अनि त्यो गऱ्यो भने चाहिँ सिसोको लगाउन मिल्छ। तर हजुरको अब N2 या N1 नै हिचो गर्नु पर्छ। हजुर, अनि जिएलपिटी अहिले के चाहिँ पास गर्नुभएको छ? अहिले मैले आएको 2 वर्षमा चाहिँ अहिले चाहिँ N2 पास गरेर अब सिकेको छु। अब आउँदैछ इक्जाम, त्योमा चाहिँ N2 दिने। पछिल्लो समय यो नेपालका विद्यार्थी भाइ बहिनीहरू जापान आउने चाहिँ एकदम लहरै लागेको अवस्था देखिन सकिन्छ। पछिल्लो समय चाहिँ धेरै बढ्दै गएको छ नि त, यो बारे चाहिँ के भन्नुहुन्छ हजुर? यो अब नेपाली स्टुडेन्टलाई हेर्ने हो भने चाहिँ साथीहरूको लयमा लागेर होइन कन्सल्टेन्सी हिँड्यो, उतैबाट कन्सल्टेन्सीले भिजा एप्लाई गरिदियो अनि जापान झारिदियो। अब मेन
कुरा के हो भने चाहिँ आफूले चाहिँ अब यो देशमा आएर गर्न सकिन्छ कि नै होइन। अब जापानको बारेमा बुझेर होइन, जापानमा के कस्तो छ, स्ट्रगलहरू के छ, गुड पोइन्टहरू के छ, यता आइसकेपछि आफूले मेहनत गरेको फल कुन हतारमा पाउँछ होइन, आफूले मेहनत अनुसारको फल पाउँछ कि पाउँदैन, आफूले त्यो ठाउँमा टिक्न सकिन्छ कि सकिँदैन, त्योको रुलहरू रेगुलेसनहरू त्यसको कल्चरहरूलाई चाहिँ एडप्ट गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा चाहिँ फर्स्टमा चाहिँ आफैले थिङ्किङ गरेर आफैले बुझ्न सकिँदैन भने चाहिँ आफूभन्दा पहिलाको सिनियरहरूलाई सोध्ने अनि यताउति बुझेर चाहिँ जापान आउँदा चाहिँ राम्रो। नेपालमै केही गरोस् भन्ने सोचमा हुनुहुन्छ कि एकचोटि विदेशै आउनुपर्छ भन्ने सोचमा हुनुहुन्छ हजुर? अहिलेको नेपाली दाजुभाइहरू होइन, दिदीबहिनीहरूको कन्डिसन हेर्दा चाहिँ एकचोटि चाहिँ विदेश आउनु नै पर्ने हुन्छ, किनकि आफ्नो घरको कन्डिसन सबैको राम्रो हुन्छ भन्ने पनि हुँदैन नि त। अनि विदेश आउँछ होइन, नयाँ कल्चरहरू देख्छ, नयाँ मान्छेहरूसँग भेट हुन्छ, नयाँ कुरा सिक्न मिल्छ होइन। एकचोटि चाहिँ विदेश आउने, विदेश आएर अब केही कुराहरू सिकेर अनि ज्ञान बटुलेर चाहिँ पछि चाहिँ नेपालै फर्किने। हजुर, त्यो गर्दा आफूले पनि नयाँ केही कुरा सिक्न पाइयो होइन, यता सिकेको कुरा चाहिँ फेरि फर्केर नेपालमा गएर होइन त्यही अनुसारको। जस्तै अब इक्जाम्पललाई लिउँ न होइन, अहिले हाम्रो जस्तै यतै काम गरिरहेको ठाउँहरूमा 24 घन्टै पसलहरू खोल्छ होइन, यही कुरा चाहिँ हामीले नेपालमा लगेर होइन यस्तै नयाँ मोडल टाइपको बिजनेस गर्न सक्यो भने चाहिँ नेपालको लागि राम्रो, आफ्नो फ्युचरको लागि चाहिँ राम्रो होला भन्ने जस्तो लाग्छ। हजुर, अनि यो पछिल्लो समय अब नेपालबाट आइराख्ने भाइ बहिनीहरूले चाहिँ खासै पढेर नआउँदाको प्रब्लमदेखि धेरै समस्या भइरहँदाखेरि चाहिँ यो अब नेपालदेखि यहाँसम्मको यात्राका लागि चाहिँ भाषाको कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ हजुरलाई? अब मैले बुझेको होइन, मैले आफैले भोगेको कुराले भन्नुभन्दा चाहिँ म नेपालमा हुँदा चाहिँ आफै नपढिकन आएको होइन, जापान आएर धेरै कुरा भोग्नु पऱ्यो, धेरै ठाउँमा गएर आफूले कोमारो भएर होइन अरूको हेल्प लिनु पऱ्यो होइन। भाषा चाहिँ एकदम इम्पोर्टेन्ट जापानको जस्तो। जस्तै अब जापानमा न इङ्ग्लिस चल्छ भन्ने हुन्छ होइन, अरू देशमा चाहिँ इङ्ग्लिस नै चल्छ, यताउतिको भाषा नै चल्छ होइन, अलिकति इङ्ग्लिसबाट आफूले बोल्न सक्यो भने चाहिँ रिप्लाई आउने भन्ने उताबाट चान्स हुन्छ। अब जापानको लगभग मान्छेलाई भन्दा चाहिँ इङ्ग्लिस नै खासै आउँदैन होइन। हजुर, उनीहरूले चाहिँ अब त्यस्तोमा केही पनि देखाउँदैन होइन। तर नेपालमै कन्सल्टेन्सीमा गएर राम्रो कन्सल्टेन्सी खोजेर 6 महिना पढ्यो भने चाहिँ N4 सम्मको भाषा बनायो भने चाहिँ जापान आउने बेला चाहिँ लास्ट आफूलाई सजिलो हुन्छ भनेको। पछि यता आएपछि पार्ट टाइम काम पनि सजिलै मिल्न सक्छ भन्ने चाहिँ हुन्छ होइन त? अब हजुरको नेपालको कन्सल्टेन्सीमा जाँदा कन्सल्टेन्सीले को मान्छेले सेचुमे गर्ने मान्छेले चाहिँ देखाइदिएको जापान र रियालिटीमा भोगेको जापानमा चाहिँ फरक हुन्छ। अब कन्सल्टेन्सीको काम भनेको चाहिँ भन्ने हो होइन, यस्तो छ, राम्रो छ, यो छ, जानुपर्छ, गर्नुपर्छ भन्ने कुरा हो। तर जापानमा आएर गर्ने स्ट्रगल चाहिँ आफैले थाहा हुन्छ। त्यही भएर चाहिँ अब नेपालमा भएको अहिले पढिरहेको मान्छेहरू होइन, जापान आउन खोजिरहेको मान्छेहरूलाई चाहिँ कम्तीमा पनि N4 जति चाहिँ राम्रोसँग पढेर 6 महिना राम्रोसँग पढ्यो भने N4 पढाउन सकिन्छ। आफैले भाषा आयो भने चाहिँ कोमारो हुने चान्स चाहिँ कम हुन्छ। हजुर, यो पढाएर मात्र हुन्छ कि यहाँको अलिकति लाइफस्टाइल पनि बताइदिँदा चाहिँ राम्रो हुन्छ कि के हो यो सम्बन्धी चाहिँ? अब लाइफस्टाइल भन्ने कुरा त त्यो त अब जापानमा आएर एडप्ट गर्न सकिन्छ होइन। अब भाषा त अब जति पढ्यो नेपालमै हो, नेपालमा खासै अब त्यस्तो प्रेसर पनि हुँदैन होइन, कन्सल्टेन्सीमा पढ्ने होइन, पढ्ने टाइम धेरै हुन्छ। अब जापान आइसकेपछि चाहिँ फर्स्टमा चाहिँ अब कामै पाउँदैन, काम पाएन भने मान्छे उस्तै डिप्रेसनमा पुगिसक्छ, न पढाइतिर ध्यान जान्छ फर्स्टमा, न कामतिर ध्यान हुन्छ। फेरि काम पायो भने नेपालमा काम गर्ने बानी हुँदैन खासै। अब जापान आयो, काम गऱ्यो, एउटै कामले गर्दा गएको मानि सुतेकै हुने, रुम पुग्दा नि सुतेकै हुने, पढ्ने टाइम चाहिँ म्यानेज गर्न नसक्ने भएकोले सकेसम्म चाहिँ नेपालमै पढेर आउँदा चाहिँ राम्रो हो। हस्, धन्यवाद। अब आउने विद्यार्थी भाइ बहिनीहरूका लागि र जापान मन पराउने मान्छेहरूका लागि यति इन्फर्मेसन दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। अब दिँदै गरेको यानिची पास हुनु यही कामना छ, हामी यही कामना गर्छौँ। हस् त, धन्यवाद हजुर। हस्, धन्यवाद।